हेलो फ्रेन्ड्स, हजुरहरू मेरो नयाँ भिडियोमा धेरै धेरै स्वागत छ। अनि हामी गुल्मीमा 3 दिनको ट्रिप आएर रमाइलो गरेर र आज तेस्रो दिन फेरि बुटोल फर्किँदैछौँ र हाम्रो यो रमाइलो पल र यादगार समय सधैँ ताजा रहोस् भनेर हजुरहरूमा आज यो भिडियो दर्शाउन गइरहेको छु। र आज मेरो बर्थडे पनि हो र मैले मेरो बर्थडे कसरी सेलिब्रेट गर्छु त्यो पनि हेर्नु होला। र हामी उकालो चढेर रोडमा आइसक्यौँ। यहाँ आइसकेपछि पनि हामीले एकछिन बस कुर्नुपर्छ। सिद्धार्थले चाहिँ काजल मिसको फोटो खिचिदिरहन् अनि हाम्रो काजल मिसलाई चाहिँ फोटो र भिडियोले कहिले पुग्दैन। यताउति कुनै ट्रिप गयो भने त काजल मिसलाई एउटा पर्सनल फोटोग्राफर नै चाहिन्छ। घुम्नु न थोरै अगाडि गएको त रुखमा लटरम्मै सुन्तला फलेको एउटा बहिनी चाख्छु भनेको त टिप्नै सकेन। अनि सिद्धार्थले चाहिँ हट्नु भाइ हुँदा हुँदै हजुरले दुःख नगर्नु भनेर टिप्न थालेको सिद्धार्थले पनि सकेनन्। खै तान त भाइ हुँदा तपाईँले नटिप्नु भनेको भयो। अब सिद्धार्थ कसैलाई सोधेर गरौँ क्या हो फास्ट मलाई एउटा टिप दिने मन लाग्यो। अनि यो दिव्यालाई हेर्नु न, थोरै पनि यससँग पैसा भयो भने यसको हात चिलाउँछ। चिजबल हेर्दै बसिरहे अनि किनेर मलाई होइन आफूहरूले मात्र खाने भनिरहे। मलाई होइन भनिरहे, मलाई होइन अरे हेर्नु न, आफूहरूलाई मात्र अरे नि त काजल हजुरलाई मलाई होइन। यसो हेरौँ न कस्तो भयो कि। एकछिनपछि बस आयो र हामी सबै झापझुप बस चढ्यौँ र बुटोलतर्फ लाग्यौँ। अनि बाटोमा हल्का भोक पनि लाग्थ्यो, तातो पकौडा पनि खायौँ हामी सबैले। हाम्रो घर आऊ हाम्रो एकछिनपछि हामी गोलपार्क पनि आयौँ। थाकेको कारणले होला गोलपार्क आउँदा पनि घरै आज खुसी फिल भइरहेको। र यसपछि हुन्छ मेरो बर्थडे सरप्राइज प्लान चाहिँ क्यामेरा अफ गरिसकेको थिएँ म बुटोल आइसकेँ भनेर। सिद्धार्थको घर चाहिँ गोलपार्क हो, त्यही भएर उनी गोलपार्क झरे अनि किस्मत चाहिँ थोरै अगाडि झरे। मलाई थाहा थिएन कि त्यो पनि एउटा सरप्राइजको पार्ट हो भनेर। अनि म घर पुग्ने बित्तिकै दुईटा बहिनीले मलाई बर्थडे सरप्राइज गरे। त्यसपछि किस्मत र सिद्धार्थ पनि मलाई बर्थडे सरप्राइज दिन आए। यिनीहरू यति एक्साइटेड भएको थियो कि यिनीहरूको त्यो खुसी देखेर मलाई पनि भित्रैबाट इन्जोय गर्नु मन लागिरहेको थियो। अनि यो बर्थडे चाहिँ मेरो आजसम्मको सबैभन्दा स्पेसल बर्थडे थियो, किनभने यो बर्थडेमा स्पेसल मान्छेहरूसँग धेरै स्पेसल मेमोरिजहरू कनेक्टेड थियो। दिदी घर गाइस ह्यापी बर्थडे। यिनीहरू यो दिव्या चाहिँ स्प्रेको चिप्लोले गर्दा तन्नै लोटिनी। मम्मीले Happy birthday
Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Happy birthday to you. सबैले खाइदिनु अब Happy birthday to you. गिफ्ट चाहिँ अब यस्तिर दिन त मसँग बाउ छ अब बिहा भएपछि एकैचोटि गिफ्ट होला सबैले खाइदिनु पुरै ल मलाई यति नामको मात्र मलाई धेरै भइसक्यो पुरै माथि जान्छ त्यहाँ दुम्सीका काँडा त्यहाँ जनावरहरू हुन्छ भित्र थोरै ल काँडा थियो भित्र पसेर मोटाउनुहुन्छ भनेर त्यो मलाई यिनीहरू के ल्याएको थिएन अरे बिचरा म चाहिँ अस्तिको पालि आउनु पाएको थिएन अनि त्यति बेला चाहिँ गिफ्ट दिएको थिएन कि अनि त्यही भएर यसपालि चाहिँ हजुरको लागि Happy past birthday. हजुरले पनि 1 वर्ष अगाडि विश गर्न आउँदैछ 12 विश गरेर 12 बज्नुभन्दा 16 मिनेट अगाडि 17 मिनेट अगाडि विश 16 हो के? 17 हजुरकोमा ढिलो आएको काजल मिस मेरो आइफोन ए के रे काँडाले यता खोला यता हेर्नु है यता पनि ल Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. काजल मिसलाई चाहिँ गुल्मीमा दुम्सीको काँडाले गोपे थियो अनि सिद्धार्थले चाहिँ त्यही भन्दै जिस्काइरहन् दुम्सीको काँडा Thank you so much. Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. सिद्धार्थ र किस्मत स्कुटी ल्याउने बानामा फेरि मलाई अर्को सरप्राइज दिन जाँदै एन्ड दिस इज अल्सो अ पार्ट अफ माई बर्थडे सरप्राइज स्कुटी लिएर आम के जाम आइज न मोबाइल के दिने एकैछिन ल तिमीले स्कुटी लिने Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. मैले भन्दै थिएँ मलाई शङ्का लाग्यो सरप्राइज सबैलाई कसैलाई त ह्यापी बर्थडे टु यु विशेष दाइ ल मैले कुनबाट स्टार्ट गरौँ ल भन्नु त यहीबाट लास्ट पहिला चाहिँ मम्मीहरूको है सिद्धार्थ सर किस्मत सर ल्याउनु ल आउन किस्मत बस्छ यहाँ सिद्धार्थ कोहीले सुन्न देख्न नि पाइन्न कोहीले यत्रो केक फाला कोहीले देख्न नि पाइन्न कोहीले यति छिटो छिटो केक मोबाइल भिडियो गर्नु मैले हेरेँ होइन है ल होइन मैले देखेँ होइन कि थोरै एकछिन स्टप गर्नु ल पहिला त थ्याङ्क यू सो मच फर एभ्रिथिङ ल छिटो के छिटो भिडियो गर्नुपर्छ ल पहिला सुरु चाहिँ मम्मी र आन्टीको गिफ्ट है ल यो त मेरो हराकवाला
सु जस्तै होइन र थ्याङ्क यू हराएको वाला सुज फेरि जनम यो त्यसैको पूर्ण जन्म भयो यो त यो चाहिँ हजुर दुईटैको लागि है थ्याङ्क यू सो मच सहेली बहिनीहरूले हेर उता सिसा हजुर हो बच्चाहरूले त बाबाले फोन उठाउनु हुँदैन भनिरहेको थियो ह्यापी बर्थडे विशेष दाई ल धन्यवाद कसले लिएको त फेरि ए आउनु सबै यो थले नि परमेश्वरले कता गइयो थियो र अर्कोचोटि काम लाग्छ राख्नु म आउँछु यो सुज कति सुझ्दै आइज होइन के त होइन त होइन ऊ त सुझ्दै यो मैले बुझेँ होइन 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 र होइन ऊ त भनेको के मैले यो सुज कति पऱ्यो भने हजुर ए अँ हो यो के मैले भनेको लाइट बोल्छ कस्तो झिलिमिली देख्यो के यो सुज हेर्नु न। बोल्दैन लाइट यस्तै हो अबि होइन यस्तो लाइट बाल्दाखेरि त टिल्किँदो रहेछ ओके लाइट बाल्दै ऊ त के हो यहाँ छि गिफ्ट देखाएको के यी हात के के फेस सुझ्नै हो जस्तो लाग्यो होइन होइन अरू सुझ्नै हो सुझको धनी हुने भए म थ्याङ्क यू किस्मती नाम जस्तै है किस्मती नाम जस्तै चाहियो त थ्याङ्क यू सो मच भाइको सेम ल दिदी हजुरको हेर ए तेरो नि छ ए बाबा ओके गाछले फेरि बिन्तामिसले पनि दिएको भनेर सोध्नु होला भनेर यसले त भनिसकै छुट्टै दिन्छु यो त स्पेसल हुन्छ बहुत छुट्टै हुन्छ तर ढिलो हुन्छ कडा हुन्छ यही जन्मेछ त भान्जा भान्जी भान्जा हो कि भान्जी कपडा लगाइदिएर त्यसको साथी भएर त केही कसो प्रार्थना गरेको जस्तो देखिन्छु देखेको कि म त्यसलाई बाबा एक खुवाइदिस् है त नि यहाँ पहिला भान्जा त्यसपछि बल्ल भान्जी अब यो खोलौँ ल ल किस्मो मैले गेस त गरेछु तर हो कि हैन मैले नि गेस त गरेको म त्यही हो कि नै है मलाई थाहा के मलाई सब थाहा दुईजनाले लुकी लुकी गरेको सब मैले मेसो पाथेँ कसैले मेसो पाथेँ ब्रो म बेकवाला थिएँ नि हामी कतिजनाको चितवन जाँदाको के यो फोटो त हैन यस्तो छ कि ए मैले बुझेँ मैले बुझेँ किस्मतकै मोबाइलमा कोटलाको वाला होला होइन किस्मतकै मोबाइलमा छ त्यो फोटो जे पनि हुन पायो नि यार कस्तो राम्रोसँग प्याकेजिङ छ है ल्याउने मान्छे जो त्यस्तै खान्छ सुनको उसो भन्थ्यो लास्टै राम्रो तरिकाले प्याकेजिङ भएको रहेछ कता खतम ल अब हेर्न सुरुमा हामीलाई देखाउनु सबै डलरको पनि मैले नि हेरेँ होइन है यो सुरुमा हजुरले र है भोलिलाई 2 1 2 3 मलाई लागिरहेको थियो ल हामी आउँ त ल यस्तै गरेर बनिदिउँ ल सिद्धार्थ यहाँ आऊ किस्मत यहाँ आउँ त ल एउटा फोटो खिचाउँ ल यस्तै गरेर मैले भनेको थिएँ नि यिनीहरू खुसुर खुसुर गर्छन् आजकल भनेर त्यही भनेको बेस्ट गिफ्ट ल अब यता आऊ किस्मत ल ए किस्मत यो त रुनालाई हाइसिन्थ्यो के हो यसलाई त मैले यस्तै भनिरहने रुवाइदिन्छु कि ल किस्मत फोटो ल साच्चै म इलेक्ट्रोनमा गम गति खाइदिन्थे मिठो बास्ना थ्याङ्क यू सो मच हामीलाई युज हुन्छ यो चाहिँ अब चाहिँ युज हुनेवाला नयाँ ब्लेन्डर आयो गाइस वी आर भेरी ह्याप्पी सेटिङ स्प्रेको लागि वेटिङमा छु म युज गर्ने
कति हो कति सेटिङ स्प्रेको वेटिङमा हुनुहुन्छ कि नै Bye, love you.